नमस्ते। आजको यो विश्लेषणमा हामी नेपालको ट्याक्स सिस्टमको एउटा एकदमै महत्त्वपूर्ण पाटो टिडीएस बारे कुरा गर्दैछौँ। टिडीएस अर्थात् स्रोतमा कर कट्टी। सुन्दा अलि अप्ठ्यारो लाग्ला, तर हामी यसलाई एकदमै सरल तरिकाले बुझ्ने कोसिस गर्नेछौँ। कहिल्यै यस्तो भएको छ, महिनाभरि काम गर्यो तर स्यालेरी आउँदा जति आउनु पर्ने हो त्योभन्दा कम आयो, अथवा कुनै ठाउँमा काम गरे बापत पैसा लिँदा अलिकति रकम काटेर मात्रै दिइयो। आखिर किन काटिन्छ त यो पैसा? अनि काटिएको पैसा जान्छ चाहिँ कहाँ? ल, आज यिनै प्रश्नहरूको उत्तर खोजौँ है त। हो, त्यो काटिएको पैसा नै टिडीएस हो। यसलाई एकदमै सजिलो गरी बुझौँ है त। टिडीएस भनेको नि सरकारले ट्याक्स उठाउने एउटा स्मार्ट तरिका हो। यसमा के हुन्छ भने, जसले पैसा दिँदैछ, चाहे त्यो कम्पनी होस् वा व्यक्ति, उसले पैसा दिनु अघि नै त्यसबाट अलिकति प्रतिशत ट्याक्स काटेर सिधै सरकारलाई बुझाइदिन्छ। अनि बाँकी रहेको पैसा मात्रै भुक्तानी पाउनेको हातमा पर्छ। यो त कमाउँदै तिर्दै जाने सिस्टम जस्तै भयो, होइन त? ल, अब सुरु गरौँ सबैभन्दा कमन सिनारियोबाट। त्यो हो तलब र विभिन्न सेवाहरूमा लाग्ने टिडीएस। आखिर कति प्रतिशत काटिन्छ त? हेरौँ है त। तलबको कुरा गर्दा यहाँ एउटा एकदमै ध्यान दिनुपर्ने कुरा छ। हेर्नुहोस् है, रेगुलर जागिरमा तलबबाट काटिने ट्याक्स इन्कम ट्याक्सको स्ल्याब अनुसार हुन्छ, तर यो अन्तिम ट्याक्स चाहिँ होइन। यसको मतलब वर्षको अन्त्यमा हिसाब गर्दा कि त अझै तिर्नुपर्ने देखिन सक्छ, कि त फिर्ता पनि पाउन सकिन्छ। तर अर्कोतिर पार्ट टाइम टिचिङ वा परीक्षाको कपी जाँचे बापत काटिने जुन 15% छ नि, त्यो चाहिँ फाइनल ट्याक्स हो। त्यो तिरेपछि अरू कुनै झन्झट हुँदैन। ल, यो त भयो तलबको कुरा। तर जागिर खाने मात्रै त होइनन् नि। फ्रिल्यान्स काम गर्ने वा कुनै प्रोफेसनल सर्भिस जस्तै कन्सल्टिङ दिनेहरूको हकमा चाहिँ के हुन्छ त? उनीहरूको भुक्तानीमा कति कर काटिन्छ होला? हो, यो नम्बर याद गरिराख्नुहोस्, 15%। प्रोफेसनल वा कन्सल्टिङ सर्भिस दिए बापत कुनै भुक्तानी लिँदै हुनुहुन्छ भने त्यसमा सिधै 15% टिडीएस काटिन्छ। ल, तलब र सेवाको कुरा त सकियो। अब अलिकति फरक विषयमा लागौँ। भाडा र लगानीबाट हुने आम्दानी। यस्तो आम्दानीमा टिडीएसको नियम कस्तो छ त? अब लगानीबाट हुने आम्दानीको कुरा गरौँ। जस्तै घर भाडामा दिनुभएको छ भने त्यसबाट आउने पैसामा 10% टिडीएस लाग्छ। अनि ब्याङ्कमा राखेको पैसाको ब्याज, लाइफ इन्सुरेन्सबाट आएको बोनस वा कुनै कम्पनीको डिभिडेन्डमा चाहिँ जम्मा 5% मात्रै काटिन्छ। यो त सम्झिन पनि सजिलो छ, होइन र? अहिलेसम्म हामीले कति प्रतिशत कर काटिन्छ भन्ने कुरा गर्यौं। अब अलिकति प्रक्रियातिर लागौँ। जसले पैसा दिन्छ उसले त्यो काटेको कर सरकारलाई बुझाउनु पनि त पर्यो नि। हो, त्यो कसरी गरिन्छ? अब कुरा गरौँ ईटीडीएसको। आजकल त सबै कुरा अनलाइन भइसक्यो र ट्याक्स तिर्ने काम पनि अनलाइनबाटै हुन्छ। हो, यसैलाई ईटीडीएस भनिन्छ। इनल्यान्ड रेभेन्यू डिपार्टमेन्ट अर्थात् आन्तरिक राजस्व विभागले यसको लागि एउटा निश्चित प्रक्रिया नै तोकिदिएको छ। यो प्रोसेसलाई एकदमै सरल तरिकाले बुझौँ है। जसले पैसा दिँदैछ उसले के गर्नुपर्छ भने, पहिला त ird.gov.np को पोर्टलमा गएर एउटा सबमिसन नम्बर लिनु पर्यो। त्यसपछि कसलाई कति पैसा दियो, कति टिडीएस काट्यो, त्यो सबै विवरण भर्नुपर्छ। यो विवरण सिधै भर्न पनि मिल्छ वा एक्सेल फाइल बनाएर अपलोड गर्न पनि मिल्छ। अनि अन्तिममा सबै कुरा ठिक छ कि छैन भनेर जाँच गरेर सबमिट गरिदिने। यति हो। र याद राख्नुहोस्, यो सबै जिम्मेवारी पैसा दिनेको हो। ल, अहिलेसम्म त हामीले पैसा दिनेले के गर्नुपर्छ भन्ने कुरा गर्यौं। तर अब आउँछ सबैभन्दा महत्त्वपूर्ण कुरा, पैसा लिनेको लागि। कसैले हाम्रो आम्दानीबाट ट्याक्स त काट्यो, तर त्यो पैसा साँच्चै सरकारको खातामा गयो कि गएन, यो कसरी थाहा पाउने? हो, यो थाहा पाउने अधिकार सबैको हो। यसको लागि आफैले पनि आईआरडीको त्यही पोर्टलमा गएर लगइन गर्न मिल्छ। त्यहाँ भेरिफिकेसन भन्ने अप्सन हुन्छ। हो, त्यहाँ गएर हेर्दा आफ्नो प्यान नम्बरमा कसले कति टिडीएस जम्मा गरिदिएको छ त्यो सबै विवरण मजाले देखिन्छ। अनि त्यो विवरण ठिक छ कि छैन भनेर भेरिफाई पनि गर्न सकिन्छ। भनेपछि टिडीएसको यो पुरा प्रोसेसमा दुईजनाको भूमिका भयो। एकातिर पैसा दिने जसलाई डिडक्टर बनिन्छ, उसको जिम्मेवारी के हो भने सही ट्याक्स काटेर सरकारलाई ईटीडीएस मार्फत बुझाइदिने। अर्कोतिर पैसा लिने जसलाई रिसिपिएन्ट भनिन्छ, उसको जिम्मेवारी चाहिँ आफ्नो नाममा काटिएको ट्याक्स जम्मा भयो कि भएन भनेर जाँच्ने र सुनिश्चित गर्ने। यो त दुईतर्फी बाटो जस्तै भयो। दुवैले आफ्नो जिम्मेवारी पूरा गरेपछि मात्रै सिस्टम राम्ररी चल्छ। ल, त्यसो भए आजको यो विश्लेषणबाट के कुरा बुझियो त? सारमा भन्नुपर्दा पहिलो,
टिडिएस भनेको कमाउँदै तिर्दै जाने सिस्टम हो। दोस्रो, के काम गरे बापत पैसा आएको हो त्यही अनुसार यसको दर फरक पर्छ। तलबमा अर्कै, भाडामा अर्कै। तेस्रो, पैसा दिनेले ट्याक्स काटेर फाइल गर्नुपर्छ। र चौथो, जुन सबैभन्दा महत्त्वपूर्ण छ, पैसा लिनेले आफ्नो टिडिएस जम्मा भयो कि भएन भनेर अनलाइनमा गएर जाँच्न सक्छ र जाँच्नु पनि पर्छ। र अन्त्यमा एउटा प्रश्न छोडेर जान चाहन्छु। अब जब यो प्रक्रियाबारे थाहा भयो, के आफ्नो टिडिएस सही तरिकाले जम्मा भएको छ कि छैन भनेर कहिले जाँच गर्ने विचार आएको छ? मेहनत गरेर कमाएको पैसाबाट काटिएको कर सही ठाउँमा पुगेको छ कि छैन भनेर सुनिश्चित गर्नु पनि त एउटा जिम्मेवारी हो। एकपटक सोच्नुहोस् है त। अर्को विश्लेषणमा फेरि भेटौँला।